साथीहरु तपाईहरु पनि मोबाइल चलाइरहँदा यस्ता प्रकारका अनावश्यक विज्ञापन आएर हैरान भइरहनु भएको छ। अब चिन्ता लिनु पर्दैन। म तपाईहरुलाई आज यस्ता प्रकारका विज्ञापनहरुलाई कसरी म्यानेज गर्ने भन्ने कुराको सम्पूर्ण जानकारी दिन गइरहेको छु। नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको भिडियोमा। आजको भिडियोमा तपाईहरुलाई हामीले मोबाइल चलाइरहँदा हाम्रो मोबाइलमा आउने अनावश्यक विज्ञापनहरुलाई कसरी म्यानेज गर्ने भन्ने कुराको सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईहरुले साथीहरु यहाँ देख्न सक्नुहुन्छ। हेर्नुस् है, मेरो मोबाइलमा ल हेर्नुस्, मैले थिचिसकेको छु। हेर्नुस्, तपाईले मोबाइल स्क्रिनमा देख्न सक्नुहुन्छ। ल हेर्नुस् है, मोबाइल चलाए जब हामी मोबाइल चलाउँछौं, जब हामीलाई हतार हुन्छ साथीहरु, हतारमा हामी जब मोबाइल चलाउन लागिरहेको छौं, कुनै एप्लिकेसनहरु चलाइरहेको हुन्छौं अथवा कुनै एप्लिकेसनहरु हामी डाउनलोड गर्न लागिरहेको हुन्छौं, तब स्किप पनि गर्न नमिल्ने गरेर विभिन्न किसिमका एडहरु बज्न थाल्दछन् साथीहरु। त्यसैले ती अनावश्यक एडहरुलाई कसरी बन्द गर्ने भनेर आज म यो भिडियोमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। साथीहरु, यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। अब म तपाईहरुलाई मोबाइल स्क्रिन शेयर गरेर कसरी यस्ता किसिमका विज्ञापनहरुलाई हटाउन सकिन्छ भन्ने कुराको सम्पूर्ण जानकारी डिटेलमा दिन गइरहेको छु। भिडियो एकदमै महत्त्वपूर्ण छ, तपाईहरुले अन्त्यसम्म हेर्नु होला। अब सुरु गरौँ है त। साथीहरु, पहिलो नम्बरमा तपाईहरु आफ्नो मोबाइलमा रहेको सेटिङमा थिच्नु होला है साथीहरु। थिचेपछि तपाईले अलिकति तल सार्नु भयो भने यहाँ गुगल भन्ने अप्सन आउँछ। त्यो गुगल भन्ने अप्सनमा यसरी थिच्नु होला। थिचेपछि यहाँ दुईवटा अप्सन आउँछ, गुगल सर्भिसेस। यहाँ दुईटा अल सर्भिसमा तपाईहरुले यहाँ थिच्नु होला है। तपाईले अल सर्भिस देख्न सकिन्छ। यहाँ अल सर्भिसमा यसरी थिच्नु होला है साथीहरु। थिचेपछि तपाई अलिकति तल सार्नु भयो भने यहाँ तपाईले प्राइभेसी एन्ड सेटिङ भन्ने छ र त्यसकै तल एड्स भन्ने अप्सन छ। एड्स भन्ने अप्सनमा तपाईहरुले थिच्नु होला है। त्यसपछि तपाईहरुले यहाँ विभिन्न किसिमका अप्सनहरु देख्नुहुन्छ। त्यसमा तपाईले एड प्राइभेसी भन्ने एउटा अप्सन छ, त्यसमा थिच्नु होला है साथीहरु। थिचेपछि यहाँ हेर्नुस् त, एड टपिक, एड सजेस्ट, एड मेजरमेन्ट भन्ने तीनटा अप्सन छ। यो सबै मेरोमा अन छ। यदि तपाईहरुकोमा नि यो सबै अप्सनहरु अन छ भने तपाईहरुले पनि अफ गर्नु होला साथीहरु। यहाँ हेर्नुस् है, यसरी तपाई तीनटा अप्सन मध्येमा पहिलो अप्सनमा तपाईहरुले यसरी थिच्नु भयो भने तल देख्न सक्नुहुन्छ अल एड टपिक्स भन्ने चाहिँ अन छ भने तपाईहरुले यसलाई अफ गरिदिनु होला है साथीहरु। दोस्रो नम्बरमा एप सजेस्टेड एप छ, त्यसमा पनि तपाईहरुले थिच्नु होला। यसलाई पनि अफ गरिदिनु होला। त्यसपछि एड मेजरमेन्ट भन्ने छ, यसमा पनि थिच्नुहोस् होला। त्यसपछि फेरि अल एड मेजरमेन्टलाई अफ गर्नु होला। त्यो गरिसके पछाडी तपाईहरु ब्याक आउनु होला। त्यसपछि तपाईहरु तीनवटै तपाईहरुको चाहिँ यो अप्सन अफ भइसकेको छ है साथीहरु। यसरी तपाईहरु तीनवटै अप्सन अफ भइसकेको छ। अब तपाईहरु पुरै ब्याक आउनुस्। त्यसपछि तपाईहरु यहाँ तल देख्न सक्नुहुन्छ डिलिट एडभर्टाइजिङ आईडी भन्ने अप्सन छ, यसमा थिच्नु होला है साथीहरु। थिचेपछि तपाईले यहाँ तल देख्नुहुन्छ डिलिट एडभर्टाइजिङ आईडी है, यसलाई तपाईले थिचेर यसलाई अफ गरिदिनु होला। किनकि अब तपाईले यो अफ गरिदिसके पछाडी तपाईहरुकोमा कुनै पनि प्रकारका त्यस्ता एडहरु बज्ने छैनन् साथीहरु। तपाईहरु यदि यसलाई फेरि अन गर्न चाहनुहुन्छ भने यहाँ मिल्छ साथीहरु। यहाँ तपाईले थिच्नु भयो भने गेट न्यू एडभर्टाइजिङ आईडी भनेर चाहिँ तपाईले त्यहाँ थिच्नु भयो भने फेरि तपाईले यसलाई अन पनि गर्न मिल्छ साथीहरु। यति भइसके पछाडी साथीहरु अब तपाईहरुले यहाँ देख्नुभयो होला कन्फर्म भनेर आए। यसरी फेरि तपाईहरुले डिलिट एडभर्टाइजिङ आईडीलाई चाहिँ कन्फर्म गरेर फेरि आफ्नै रिस्टोर पनि गर्न सक्नुहुन्छ साथीहरु। अनावश्यक हाम्रो एडहरु हाम्रो मोबाइलमा बज्ने हुनाले यसलाई चाहिँ तपाईहरुले अफै गरेर राखेर राम्रो हुन्छ साथीहरु। अब दोस्रो नम्बरको सेटिङको लागि साथीहरु तपाईहरु आफ्नो मोबाइलको रहेको क्रोम ब्राउजरमा थिच्नु होला। क्रोम ब्राउजरमा थिचिसके पछाडी यहाँ माथि तपाईहरुले टपमा तीनवटा डट देख्न सक्नुहुन्छ, त्यहाँ थिच्नु होला। थिचिसके पछाडी यहाँ तल तपाईले सार्नु भयो भने यहाँ तल देख्नुहुन्छ सेटिङ भन्ने अप्सनमा तपाईहरुले थिच्नुहोस्। थिचिसके पछाडी तपाईहरुले अलिकति तल आउनु भयो भने यहाँ प्राइभेसी एन्ड सेक्युरिटी भन्ने अप्सन छ है साथीहरु, त्यसमा तपाईहरुले थिच्नु होला। यहाँ थिचिसके पछाडी तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एड प्राइभेसी भन्ने अप्सन तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ साथीहरु, यसमा तपाईहरुले थिच्नु होला है। थिचिसकेपछि एड टपिक, एड सजेस्टेड एड, एज मेजरमेन्ट भन्ने अहिलेको जस्तै अप्सनहरु यहाँ तपाईहरु खुल्छन्। यसमा तपाईहरुले यहाँ हेर्नुस् त, यहाँ सबै मेरो अन छ। यसमा पनि तपाईहरुले यसरी थिचेर यो तीनवटै अप्सनहरुलाई अफ गरिदिनु होला। एड टपिकलाई पनि यसरी यहाँ हेर्नुस् है, मैले अफ गरिदिएँ। त्यसपछि तपाईहरुले दोस्रो नम्बरमा जानुभयो भने यहाँ देख्न सक्नुहुन्छ साइट सजेस्टेड एड भनेको छ, यहाँ पनि हेर्नुस् अन छ। यसलाई पनि तपाईहरुले अफ गरिदिनु होला। त्यसैगरी तपाईहरुले तेस्रो नम्बरमा एड मेजरमेन्ट भन्ने अप्सन छ, त्यसलाई पनि तपाईहरुले यसरी थिचेर यहाँबाट अफ गरिदिनु होला साथीहरु। अब यो तीनवटै अप्सनहरु अफ भइसकेछन् साथीहरु। यति गरिसकेपछि फेरि ब्याक आउनु होला साथीहरु। ब्याक आइसके पछाडी तपाईहरुले यही क्रोमकै सेटिङको नोटिफिकेसन भन्ने अप्सनमा यसरी थिच्नु होला। यो थिचिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ क्रोमको यो सबै अन भएर बसेको छ साथीहरु। यहाँ जुन अन भएर बसेको छ त्यसलाई तपाईले यहाँ यसरी थिच्नु भने यो सब अफ हुन्छ साथीहरु र तपाईँ हाम्रो मोबाइलमा अनावश्यक आउने एडहरु यसबाट पनि बन्द हुन्छन् साथीहरु।
त्यसपछि तपाईँहरू ब्याक आउनु होला साथीहरू। ब्याक आइसकेपछि फेरि तपाईँहरू अलिकति तल सार्नुभयो भने यहाँ एउटा तपाईँहरूले साइड सेटिङ भन्ने अप्सन देख्नुहुन्छ, यसमा थिच्नु होला। थिचिसके पछाडि फेरि तपाईँहरू तल सार्नुहोस्। तल सारिसकिसके पछाडि यहाँ तपाईँहरूले एउटा अप्सन देख्न सक्नुहुन्छ। यहाँ तल हेर्नुहोस् त, यहाँ इन्ट्रस्टिभ एड भन्ने एउटा चाहिँ अप्सन छ। यसमा तपाईँहरूले यहाँ ओपन गर्नु होला है साथीहरू। यहाँ के छ, मेरो अफ नै छ। तपाईँहरूको यदि यहाँ यसरी अन छ भने चाहिँ यसलाई तपाईँहरूले अफ गरिदिनु होला है साथी। यति गरिसके पछाडि साथीहरू तपाईँहरूको दुई प्रकारको सेटिङ भइसकेको छ। अब क्रोमबाट हुने सेटिङ हाम्रो भइसकेको छ साथीहरू। अब साथीहरू म तपाईँहरूलाई 3 नम्बरको सेटिङ विषयमा जानकारी दिने गरेको छु। त्यसको लागि तपाईँहरू पूर्ण रूपमा ब्याक आउनु होला। ब्याक आइसकेपछि तपाईँहरू यहाँ गुगलमा चाहिँ थिच्नु होला है। थिचिसकेपछि तपाईँले यहाँ माथि टपमा तपाईँहरूको प्रोफाइल आइकन छ, त्यसमा थिच्नुहोस्। यो थिचिसके पछाडि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ सेटिङको अप्सन छ, सेटिङमा थिच्नु होला साथीहरू। सेटिङमा थिचिसके पछाडि तपाईँहरूले यहाँ प्राइभेसी एन्ड सेक्युरिटी भन्ने अप्सन छ तल, त्यसमा थिच्नु होला। त्यसपछि तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू प्राइभेसी एन्ड सेक्युरिटीको तल एड पर्सनलाइजेसन भन्ने अप्सन छ, त्यसमा तपाईँहरूले थिच्नु होला। यसमा थिचेपछि यहाँ खुल्दैछ साथीहरू। तपाईँले तल देख्न सक्नुहुन्छ कन्ट्रोल द इन्फो युज्ड फर एड्स भन्ने छ। तपाईँहरू साथीहरू यहाँ टपमा देख्न सक्नुहुन्छ पर्सनलाइज्ड एड मेरोमा अन छ। तपाईँहरूको पनि यदि यो अप्सन अन छ भने तपाईँले यहाँ यसरी थिचेर यसलाई अफ गरिदिनु होला। यहाँ तल हेर्नुहोस् त, अब अफ भन्ने अप्सन आयो। यहाँ थिचिसके पछाडि यहाँ तपाईँहरूले यहाँ थिचेर तल टर्न अफमा थिचिदिनु भयो भने यो पर्सनलाइज एड चाहिँ तपाईँहरूको अफ हुन्छ साथीहरू। यहाँ गट इटमा पनि हान्नु होला लास्टमा है। गट इटमा हानिसकेपछि के आयो भने यहाँ अफ भएर देखायो। यसरी साथीहरू तपाईँहरूले यति सेटिङ गरिसक्नु भयो भने अब तपाईँहरूको मोबाइलमा तपाईँहरूले मोबाइल चलाउँदा होस् अथवा कुनै एप्लिकेसन चलाउँदा होस् वा कुनै पनि एप्लिकेसन डाउनलोड गर्दाखेरि तपाईँहरूको मोबाइलमा आइरहने विभिन्न किसिमका अनावश्यक अनस्किपेबल विज्ञापनहरू आएर हैरान पार्ने जुन समस्या छ, त्यो समस्याबाट तपाईँहरूले पूर्ण रूपमा छुटकारा पाउनुहुन्छ साथीहरू। साथीहरू आज मैले तपाईँहरूलाई हाम्रो मोबाइलमा आइरहने अनावश्यक विज्ञापनहरूलाई कसरी कन्ट्रोल गर्ने भनेर सम्पूर्ण जानकारी तपाईँहरूलाई डिटेलमा दिइसकेको छु। पक्कै पनि आजको भिडियो तपाईँहरूलाई एकदमै प्रभावकारी र उपयोगी हुन्छ भन्ने कुरा म विश्वस्त छु। तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न भने कति पनि कन्जुसाइ नगर्नुहोला। साथीहरू तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो पक्कै पनि तपाईँहरूले कमेन्ट बक्समा गएर प्रतिक्रिया जनाउनु भने नभुल्नु होला। आजलाई यति नै। अब अर्को भिडियोमा साथीहरू नमस्कार।